टपिक इक्वेसन अफ स्टेट अफ एडियाबेटिक प्रोसेसको बारेमा विस्तृत रूपमा छलफल गर्दैछौँ। अब यसमा चाहिँ हामीले के गर्छौँ त भन्दा चाहिँ नि सिम्पली एन मोल अफ ग्यासलाई कन्सिडर गर्छौँ। हेर अब एन मोल अफ ग्यासलाई कन्सिडर गर्छौँ र त्यसको पहिला इनिसियल स्टेट के छ त भन्दा चाहिँ नि त्यसको प्रेसर P भन्छ, त्यसको भोल्युम V भन्छ र त्यसको टेम्परेचर T भन्छ। अब चाहिँ हामीले के गराइदिन्छौँ त भन्दा चाहिँ नि एडियाबेटिक एक्सपान्सन गराइदिन्छौँ। हेर अब एडियाबेटिक एक्सपान्सन गराइसकेपछि प्रेसर भोल्युम टेम्परेचर यो तीनटै फ्याक्टरमा के आउँछ त भन्दा चाहिँ चेन्ज आउँछ। जस्तै यो भनेको पहिलो स्टेट थियो P1 V1 T1 वाला स्टेट हो यो, र त्यसैगरी यो स्टेट भनेको चाहिँ P2 V2 T2 वाला स्टेट हो जहाँ चाहिँ हामीले एक्सपान्सन गरेको छौँ। सो यतापट्टि हामीले त्यही कुरालाई एक्सप्लेन गरेको छौँ र जुन कुरा पनि सुरु गर्नु तपाईँलाई छ भने हामीले फर्स्ट लकै बेसिसमा सुरु गर्ने भएर चाहिँ सो डिक्यू इक्वल्स टु डियू प्लस टिडब्ल्यू। हामी फर्स्ट लको स्टेटमेन्ट एकदमै मुखमै जोडिनु पर्यो। डिक्यू इक्वल्स टु डियू प्लस टिडब्ल्यू। डिक्यू भनेको अमाउन्ट अफ हिट सप्लाइड, डियू भनेको चेन्ज इन इन्टरनल एनर्जी र डिडब्ल्यू भनेको चाहिँ स्मल अमाउन्ट अफ वर्क डन। तर हामीले अघिल्लो भिडियोमा डिस्कस गरे जस्तै डिक्यू इक्वल्स टु 0 हुन्छ। एडियाबेटिक प्रोसेसमा किन डिक्यू इक्वल्स टु 0 हुन्छ त भन्दा चाहिँ यो यसमा चाहिँ टोटली आइसोलेटेड सिस्टममा क्यारिड आउट गरिन्छ र एकदमै फास्टली क्यारिड आउट गरिन्छ, जसले गर्दा चाहिँ नि तिम्रो हिटको एक्सचेन्ज हुने चान्स नै पाउँदैन है। सो देयर इज नो चान्स अफ एक्सचेन्ज अफ हिट बिट्विन द सिस्टम एन्ड द सराउन्डिङ ड्यू टु इट्स ऱ्यापिड प्रोसेस। हो पहिलाको भिडियोमा हामीले त्यही डिस्कस गरेका थियौँ र हामीले डिक्यू इक्वल्स टु 0 हुन्छ भन्ने कुरा कन्क्लुड गरेका थियौँ अगाडि भिडियोमा। सो अब हामीले चाहिँ आजको भिडियोमा चाहिँ ठ्याक्कै लगाएर त्यसको नै स्टेटको बारेमा हामीले विस्तृत रूपमा छलफल गर्छौँ। सो यो 0 भइसक्यो है। अब यो 0 भइसकेपछि अब के लेख्न मिल्छ त भन्छ हामीले डियूलाई चाहिँ के लेख्न मिल्छ भन्छौँ भने एनसिबी डिटी। हेर डियू भनेको यो एनर्जी चेन्ज हो है, डियू भनेको एनर्जी चेन्ज हो। सो अमाउन्ट अफ हिट सप्लाई हामीले अगाडि पनि पढिसकेका छौँ। मोलार हिट क्यापेसिटी है, मोलार हिट क्यापेसिटी भनेको चाहिँ अमाउन्ट अफ हिट रिक्वायर्ड, ठिक छ, अमाउन्ट अफ हिट रिक्वायर्ड फर 1 मोल अफ ग्यास टु रेज इट टेम्परेचर 1 डिग्री अथवा 1 केल्भिन भनेर पढेको है। हामीले यो रिलेसन अगाडि पढिसकेका छौँ। तर अहिलेको केसमा चाहिँ यहाँ के भयो त भन्छौँ भने यो जुन डियू छ है, यो डियू छ, यो डियू इज एक्ज्याक्टली इक्विभ्यालेन्ट टु है, यो डियू चाहिँ एक्ज्याक्टली कोसँग इक्विभ्यालेन्ट छ त भन्दा चाहिँ यो डिक्यूसँग इक्विभ्यालेन्ट छ क्या। यो कसरी हुन जान्छ त भन्छौँ भने चाहिँ डियू यो डिक्यूसँग इक्विभ्यालेन्ट छ हाम्रो एडियाबेटिक एक्सपान्सनको केसमा चाहिँ। र यो जुन मोलार हिट क्यापेसिटी छ त्यो चाहिँ एट कन्स्ट्यान्ट भोल्युमको केसमा है, मोलार हिट क्यापेसिटी चाहिँ हामीले एट कन्स्ट्यान्ट भोल्युमको केसमा लिन्छौँ। अब जुन चाहिँ डियूसँग इक्विभ्यालेन्ट हुन्छ हेर है। अहिलेको बेला हामीले त्यस्तो धेरै कुरा केही बुझ्नु परेन, बस यो डियूसँग इक्विभ्यालेन्ट हुन्छ भन्ने कुरा हामीले जान्यो भने इट्स इनफ फर अस है। सो एनसिबी डिटी भयो, ठिक छ। अब हामी यो स्टेटमा गयौँ। अब अगेन फर एन मोल अफ ग्यास हामीसँग के छ त भन्छ नि आइडियल ग्यास इक्वेसन छ पिभी इक्वल्स टु एनआरटी छ, ठिक छ, पिभी इक्वल्स टु एनआरटी छ। सो पी डिभी प्लस भी डिपी इक्वल्स टु एनआरटिटी हुन्छ है। हामीले यो होल एक्सप्रेसनलाई जुन होल एक्सप्रेसन छ 1 नम्बरको यसलाई हामीले इन्टिग्रेट गर्यो भने हामीले डिफ्रेन्सिएट गर्यो भने हामीले यस्तो एक्सप्रेसन पाउँछौँ। अब यहाँबाट अब हामीले डिटीको भ्यालु निकाल्छौँ। हेर डिटीको भ्यालु निकाल्दा चाहिँ के आउँछ पी डिभी प्लस भी डिपी डिभाइडेड बाई है, पी प्लस भीडीपी डिभाइडेड बाई एनआर पाउँछ, ठिक छ। अब यहाँ पनि त्यही काम गरेको छ। हेर त यो डिआर निकालेको छौँ, डिटी निकालेको छौँ। अब यो निकालेको डिटीको भ्यालुलाई चाहिँ लगेर टक्क लाएर यो डिटीको भ्यालुमा राखिदिन्छौँ। हेर यो डिटीको भ्यालुमा राखिसकेपछि अब यो एन र एन च्वाट काटिहाल्यो र पिडिबी प्लस भिडिपी टाइम्स सिबी डिभाइडेड बाई आर प्लस पिडिबी छँदैछ हामीसँग। अब यतापट्टि क्रस मल्टिप्लाई गरिदिन्छौँ आरपिडिपी होइन, यो पोर्सन यतापट्टि आयो है आरसँग मल्टिप्लाई गरिसकेपछि। र यतापट्टि एउटा एकदमै इन्ट्रेस्टिङ कुरा के देख्न पाइन्छ त भन्दा चाहिँ नि यहाँ यो दुइटैमा हाम्रो के कमन छ त भन्छ भने चाहिँ पिडिबी कमन छ है। अब त्यतापट्टि चाहिँ अब लास्ट स्टेपमा के गरेको छौँ त भन्दा चाहिँ पिडिबी कमन लिएको छौँ र पिडिबी कमन लिँदा चाहिँ नि अब भित्रबाट ब्राकेटमा के बाँकी रहन्छ सिबी प्लस आर बाँकी रहन्छ है। अब हामीलाई मेयर्स फर्मुला भन्ने कुरा थाहा छ है। अब हामीले के थाहा छ त भन्छ नि हामीलाई चाहिँ मेयर्स फर्मुला भन्ने कुरा थाहा छ। सो मेयर्स फर्मुलामा हामीले के भन्छौँ त भन्छ नि सिपी होइन, मोलार स्पेसिफिक हिट क्यापेसिटी एट कन्स्टेन्ट प्रेसर माइनस मोलार स्पेसिफिक हिट क्यापेसिटी एट कन्स्टेन्ट भोल्युम इज इक्वल्स टु युनिभर्सल ग्यास कन्स्टेन्ट आर भन्ने कुरा थाहा छ। अब यतापट्टिबाट सिभी प्लस आर भनेको के हुन्छ सिपी हुन्छ। लगेर आइहाल्यो, कति मजासँग आयो हेर त सिपिपी डिबी प्लस सिबिभी डिपी। अब हामीले यो जुन एक्सप्रेसन छ यो एक्सप्रेसनलाई अब हामीले डिभाइड गरिदिन्छौँ
डिभाइड कसले गरिदिन्छ त भन्दा चाहिँ नि सिपी पी भीले डिभाइड गरिदिन्छ। अब सिपी पी भीले डिभाइड गर्दा चाहिँ नि यहाँ के आउँछ सिपी अपन सिबी आउँछ है, सिपी अपन सिबी आउँछ, पिपी काटिन्छ र डिबी बाँकी रहन्छ। अब यतापट्टि के हुन्छ सिपी सिपी काटिन्छ र भिभी पनि काटिन्छ र यतापट्टि बाँकी रहन्छ डिबी बाई बी हेर त। अनि हामीले के थाहा पाउनुपर्छ भन्दा चाहिँ अर्को कुरा सिपी अपन सिबी भनेको चाहिँ गामा। हेर गामा भनेको चाहिँ के हो त भन्दा चाहिँ मोलार हिट रेसियो अफ द ग्यास एट कन्स्टेन्ट प्रेसर टु द्याट अफ के त भन्दा चाहिँ कन्स्टेन्ट भोल्युम। हामी अगाडि सबै कुरा यो पढिसकेको छौँ यो मोलार स्पेसिफिक हिट क्यापेसिटीको बारेमा। सो अब त्यसलाई हामीले गामा लेख्न पाउँछौँ। हेर सिपी बाई सिबीलाई अब हामीले गामा लेख्न पाउँछौँ। अब यहाँ फाइनल एक्सप्रेसन एकदमै यो फाइनल एक्सप्रेसनको रूपमा लिन सकिन्छ यसलाई। अब यति एक्सप्रेसनलाई अब हामीले इन्टिग्रेट गरिदिन्छौँ। हेर गामा भनेको कुनै एउटा ग्यासको लागि मोनोएटमिक ग्यास अथवा डाइएटमिक ग्यासको लागि चाहिँ कन्स्टेन्ट हुन्छ। सो हामीले कन्स्टेन्ट बाहिर निकालिदिन्छौँ। सो डिबी बाई बी भनेको अभियसली एलएनबी हो है। सो गामा इन्टु एलएनबी प्लस एलएनपी इक्वल्स टु 0 हुन्छ। ठिक छ। अब हामीलाई लोगारिथमिकको सिम्पल रुल के थाहा छ, जस्ट पावर बाहिर छ भने भित्र ल्याउनु मिल्छ अथवा भित्र छ भने बाहिर लानु मिल्छ। अब अहिलेको लागि मैले भित्र र दुईटा समेसनमा छ हैन, दुईटा के छ लग के छ समेसनमा छ भने अब त्यसलाई मल्टिप्लाई पनि गर्न मिल्छ। हेर पी ठीक छ इन्टु पी बराबर कन्स्टेन्ट। हेर कन्स्टेन्ट भनेपछि अब मैले यतापट्टि पनि एलएन कन्स्टेन्ट भन्दा त लेख्न पाउँछु नि, कुनै एउटा कन्स्टेन्ट त हो हैन। एलएन कन्स्टेन्ट राख्यो भने त एलएन कन्स्टेन्ट लेख्न पाइन्छ। सो एलएन भी गामा पी। सो पी भी गामा भनेको चाहिँ कन्स्टेन्ट आउने भयो के है। सो हामीले यतापट्टि पनि त्यही गरेको छौँ है। सो यसरी हाम्रो फाइनल इक्वेसन अफ स्टेट के आयो त भनेर भन्छौँ भने हाम्रो फाइनल इक्वेसन अफ स्टेट चाहिँ पी गामा इक्वल्स टु कन्स्टेन्ट भनेर आयो है। ल अब यो भन्दा पनि अझ जाने इम्पोर्टेन्ट छ एडियाबेटिक प्रोसेसमा गरिने ओक्टनको एक्सप्रेसन निकाल्ने र एकदमै सजिलो पनि छ। अघिको जस्तै कुरा हो हैन। अब ह्यान्डमोल अफ ग्यास भनेर चाहिँ हामी कन्सिडर गर्छौँ। कसो ग्यास त भन्दा चाहिँ आइडियल ग्यास भनेर हामी कन्सिडर गर्छौँ, जसको चाहिँ मोलार हिट रेसियो कति छ गामा छ। गामा भनेको यो सिबी बाई सिबी हो, सिबी बाई सिबी गामा भएको ग्यास छ। अब यो चाहिँ एडियाबेटिक एक्सपेन्सनमा गयो, पहिलाको स्टेट P1 P1 T1 थियो अनि त्यसपछि गएर P2 सम्म चाहिँ पुग्यो, त्यसको स्टेट चेन्ज भएर र यसमा चाहिँ के भयो त भन्दा चाहिँ इन्फाइनाइटेसिमल चेन्ज भयो है। अब इन्फाइनाइटेसिमल चेन्ज इन भोल्युम देखिन्छ अनि त्यसैगरी टेम्परेचरमा पनि एकदमै सानो अमाउन्ट अफ चेन्ज देखिन्छ है फर स्ट्यान्डर्ड टाइम। अनि त्यसपछि चाहिँ अब हामीले के कुरा डिस्कस गरिसकेका छौँ त भन्दा चाहिँ ओक्टनको एक्सप्रेसन है त। सो ओक्टन भनेको पिडिबी भनेर हामीले पहिले निकालिसकेका छौँ है। हिट एनर्जी इक्विभ्यालेन्ट हो ओक्टन के भनेको चाहिँ है। हिट एनर्जीको माध्यमबाट प्राप्त गर्ने ओक्टन ठिक छ। त्यो भनेको चाहिँ यो। अब यसमा हामीलाई डिबी र डिबी भ्यालु हेर अब पी को भ्यालु कसरी निकाल्ने भन्ने कुरा दोधारमा पढिन्छ है। अब यो पी को भ्यालु निकाल्नको लागि चाहिँ हामी ठ्याक्कै इक्वेसन अफ स्टेटमा पुग्छौँ हेर है। हामी कता पुग्छौँ इक्वेसन अफ स्टेटमा पुग्छौँ। अब इक्वेसन अफ स्टेटमा पुग्दा हेर त पीबी गामा इक्वल्स टु के हैन। अघि भर्खर हामीले के भनेको हो त भन्दा चाहिँ पीबी गामा भनेको कन्स्टेन्ट हो। सो कन्स्टेन्टलाई त अब जे पनि लेख्न पायो हेर सिम्पल केले डिनोट गरिदिउँ र यहाँबाट पी को भ्यालु के आयो त भन्दा चाहिँ के अपन भी को पावर गामा ठिक छ, के अपन भी को पावर गामा। अब यसलाई मैले कसरी लेख्न सक्छु त भन्दा नि के भी को पावर माइनस गामा है, के भी को पावर माइनस गामा लेख्न सक्छु हो। अब पी को भ्यालुलाई मैले एक्ज्याक्टली यहाँ ल्याएर राखिदिन्छु है। सो भी को पावर माइनस गामा बाँकी रहन्छ। सो के त कन्स्टेन्ट भ्यालु बाहिर आइहाल्यो। अब इन्टिग्रेसन है भी को पावर माइनस गामालाई अब मैले इन्टिग्रेसन गर्ने हो के इन्टु भी टक्क लाएर माथि पावरमा 1 जोडिदिने है। अब यहाँ जोडिसकेपछि यहाँ माथि जे छ नि त्यसलाई टक्क लाएर तलतिर झुन्डाइदिने हो, भयो इन्टिग्रेसन। अब यसमा हामीले लगाउने भनेको लिमिट हो। सो हामीले यतापट्टि काम पनि त्यही नै लिमिट लगाउने काम गरेका छौँ। लिमिट कहाँदेखि कहाँसम्म V1 देखि V2। अब किन यस्तो लिमिट लगाउनु पर्यो दाइ भन्ने कुरा पनि आउन सक्छ। किन त भन्दा चाहिँ हामीले नेट ओक्टन निकाल्न लाग्यो हेर। V1 देखि V2 सम्म चाहिँ एक्सपान्सन गराउँदा है, V1 देखि V2 सम्म एक्सपान्सन गराउँदा चाहिँ ग्यासले कति चाहिँ ओक्टन गर्दा रहेछ हैन, ग्यासले ओक्टन चाहिँ कति गर्दा रहेछ भन्ने कुरा निकाल्नको लागि नेट ओक्टन निकाल्नको लागि चाहिँ हामीले यसरी लिमिट लगाउँछौँ है। किनभने यो डिफाइनाइट इन्टिग्रल हो।
अब त्यति लगाइसकेपछि है, अब त्यति लगाइसकेपछि हामी यो एक्सप्रेसनमा पुग्छौँ है। सो यो एक्सप्रेसनमा पुग्छौँ। अबको स्टेप एकदमै इम्पोर्टेन्ट छ। अब जुन बाहिरको के छ, अघि भर्खर मैले के भनेको थिएँ, पिभी गामा भनेको हामीले के मानेको हो, के मानेको हो नि। पिभी गामा कन्स्ट्यान्ट हुन्छ भनेपछि P1 V1 गामा बराबर P2 V2 गामा बराबर के पनि त लेख्न मिल्छ हामीले। सबै स्टेटको लागि त एउटा कन्स्ट्यान्ट नै हुन्छ, हो कि होइन? दुईटैको प्रडक्ट के हुन्छ, सबै स्टेटको लागि कन्स्ट्यान्ट हुन्छ। सो अघि न जुन बाहिर निकालेको के थियो, अब मैले यसलाई भित्र घुसाइदिएँ। अब भित्र घुसाइदिएँ, अब यतापट्टि के छ, V1 छ। V1 भएको ठाउँमा P1 V1 गामा लेख्दिने। V2 छ, V2 भएको ठाउँमा P2 V2 गामा लेख्दिने है। हो, अब हामीले काम त्यही नै गर्यो, P1 V1 गामा P2 V2 गामा। जसले गर्दा चाहिँ यो जुन गामा छ र यो गामा मजाले काटिन्छ। यहाँ पनि यो गामा जुन छ र यो गामा के छ, मजाले काटिन्छ। बाँकी रहन्छ के, P1 V1 माइनस P2 V2 है। बाँकी रहन्छ के, P1 V1 माइनस P2 V2 बाँकी रहन्छ। अब यतापट्टि यो स्टेपदेखि चाहिँ यतापट्टि के गरेको छ त भने कमन लिएको छ है, माइनस कमन लिएर चाहिँ तलपट्टि पहिला माइनस गामा थियो, अब गामा माइनस 1 बनाएको छ। सो र फाइनल एक्सप्रेसन के आयो त भनेपछि ओक्टेन भनेको 1/1 गामा माइनस 1 P1 V1 माइनस P2 V2 आउँछ। अब त्यसरी ओक्टेन हेर त, ओक्टेनको एक्सप्रेसन के आयो त 1/1 गामा माइनस 1 nRT1 माइनस nRT2। फेरि कसरी आयो nRT1 nRT2 भन्न सक्छ, P भनेको त nRT होइन त। अब डिफ्रेन्ट स्टेट छ भने अब यसरी डिफ्रेन्ट स्टेट हुने भयो, P1 V1 T1 हुने भयो, nR त कन्स्टेन्ट भइहाल्यो। अब त्यसरी P2 V2 छ भने P2 nRT2 हुने भइहाल्यो है। अब त्यसरी चाहिँ अब nRलाई बाहिर निकालेर T1 माइनस T2। सो यो भनेको हाम्रो फाइनल एक्सप्रेसन फर ओक्टेन इन एडियाबेटिक प्रोसेस है। सो एकदमै इम्पोर्टेन्ट छ, एक्जाममा मोस्ट प्रोबेबल क्वेसनमा गरिन्छ, एकदमै मजाले तयारी गर्नुपर्छ यसको लागि। ल अब चाहिँ हामी जान्छौँ एकदमै इम्पोर्टेन्ट सर्ट क्वेसन है, VVI क्वेसन हो, एकदमै कन्सेप्चुअल छ। हेर, हामीले सोधिन्छ के सोधिन्छ त भन्दा चाहिँ नि एडियाबेटिक प्रोसेसको होइन, थर्मोडायनामिक्स प्रोसेस अन्तर्गतको एडियाबेटिक प्रोसेसको कर्भ चाहिँ आइसोथर्मल प्रोसेसको कम्पेरिजनमा अझ बढी स्टिपर हुन्छ हैन, अझ बढी स्टिपर हुन्छ है, अझ बढी स्टिपर हुन्छ भनेर सोध्छ। स्टिपर भनेको अझ झन् झुकेर जान्छ अरे क्या, यस्तो पुरै झुकेर जान्छ अरे हैन। अब अर्को चाहिँ यसरी आरामले जान्छ अरे, यो चाहिँ पुरै झुकेर जान्छ है। आइसोथर्मल कर्भ चाहिँ अलिक कम स्टिपर हुन्छ अरे, एडियाबेटिक कर्भ चाहिँ अझ बढी स्टिपर हुन्छ भनेर पनि गरिन्छ। किन रहेछ त भन्दा चाहिँ नि द स्लोप अफ द एडियाबेटिक कर्भ एट एनी पोइन्ट हैन। अब तिमीले यो जुन एडियाबेटिक कर्भ रहेछ, यहाँ लिए पनि यहाँ लिए पनि यहाँ लिए पनि जहाँसुकै लियो न, त्यो स्लोप हैन, त्यो जुनसुकै पोइन्टमा लिएको स्लोप चाहिँ गामा टाइम्स द्याट अफ स्लोप अफ हैन, द्याट अफ स्लोप अफ के त भन्दा चाहिँ नि आइसोथर्मल है। गामा टाइम्स आइसोथर्मलको चाहिँ स्लोप हुँदो रहेछ भन्ने कुरा बुझ्नु पर्यो है। कसको स्लोप त भन्दा चाहिँ नि एडियाबेटिकको स्लोप है। एडियाबेटिकको चाहिँ स्लोप चाहिँ गामा टाइम्स कसको स्लोप हुँदो रहेछ, आइसोथर्मल कर्भको स्लोप हुँदो रहेछ, ठिक छ। सो त्यसले एकदमै बढी स्टिपर हुन्छ। र आइसोब्यारिक प्रोसेस, आइसो भनेको सेम, ब्यारिक भनेको प्रेसर हो कन्स्टेन्ट प्रेसर है, कन्स्टेन्ट प्रेसरमा गरिने ओक्टेन। सो कुनै पनि ओक्टेन चाहिँ यदि कन्स्टेन्ट प्रेसरमा गरिन्छ भने चाहिँ त्यति बेलामा चाहिँ हामीले म्याक्सिमम ओक्टेन पाउँछौँ भन्ने कुरा हुन्छ है। अब यसमा पनि फ्रम फर्स्ट लमा चाहिँ डिभी इक्वल्स टु डी प्लस पिडिभी हो। अनि यो सिस्टममा पनि के हुन्छ त भने चाहिँ नि सर्टेन पार्ट अफ हिट इज गिभन टु द सिस्टम हैन, इन इन्क्रिजिङ द टेम्परेचर एन्ड रिमेनिङ पार्ट इज युज्ड इन एक्सटर्नल ओक्टेन। र यसमा चाहिँ ओक्टेन के हुन्छ त भन्दा चाहिँ म्याक्सिमम हुन्छ है, ओक्टेन चाहिँ यसमा के हुन्छ, म्याक्सिमम हुन्छ, ठिक छ। ल अब आइसोबेरिक प्रोसेस भनेको के हुन्छ, कन्स्टेन्ट भोल्युममा गरिने प्रोसेस हो। हेर, कन्स्टेन्ट भोल्युममा कुनै पनि काम गरिन्छ भने चाहिँ अब भोल्युमको चेन्जै भएको छैन। हेर, डिभी बराबर 0 छ, भोल्युमको चेन्जै छैन भने अब हामीले अगाडि पढेको ओक्टेन इक्विभ्यालेन्ट भनेको के हो, पिडिभी हो। सो डिभी नै 0 छ भने त ओक्टेन 0 हुने भयो। हेर, कर्भ पनि कस्तो छ, स्ट्रेट लाइन छ। अब यसको तलतिर कुनै एरिया छ त, एरिया नै छैन। हेर, ओक्टेन नै छैन, ओक्टेन 0 छ। यसमा के हुँदो रहेछ, ओक्टेन 0 हुँदो रहेछ।
सो अब यसको चाहिँ फर्स्ट लको एक्सप्रेसन के भन्नु dq इज इक्वल्स टु du प्लस dw हुन्छ अब dw चाहिँ 0 हुँदो रहेछ सो dq भनेको चाहिँ के हुँदो रहेछ त du हुँदो रहेछ सप्लाई गरेको सबै हिट एनर्जी मजाले टेम्परेचर बढाउनमा काम हुँदो रहेछ मजाले आनन्दले हैन कुनै पनि काम नगरिकन विदाउट एनी वर्क डन के मात्र गर्दा रहेछ त भन्दा नि इन्टरनल एनर्जी मात्र बढाउँदा रहेछ है ल अब यति बढिसकेपछि हाम्रो सबै कुरा सिद्धिहाल्यो र रिभर्सिबल प्रोसेस अब रिभर्सिबल प्रोसेस एकदमै छोटोमा म भनिदिइहाल्छु रिभर्सिबल प्रोसेस भनेको चाहिँ त्यस्तो प्रोसेस हैन त्यस्तो प्रोसेस हो जुनमा चाहिँ कुनै सिस्टम चाहिँ एउटा चेन्जमा जान्छ है कुनै सिस्टममा चाहिँ एउटा चेन्ज हुन्छ जसले गर्दा चाहिँ नि तिमीले फरवर्ड जाँदा होस् या ब्याकवर्ड आउँदा होस् हैन त्यो सिस्टममा चाहिँ त्यो फरवर्ड जाँदा होस् अथवा ब्याकवर्ड आउँदा होस् त्यो दुवै इक्विभ्यालेन्ट छ है त्यो फरवर्ड जाँदा होस् अथवा ब्याकवर्ड आउँदा होस् त्यो दुईले चाहिँ इक्विभ्यालेन्ट छ जस्तै तिमीहरूले केमिस्ट्रीमा पढ्छौ नि हैन रिभर्सिबल रिएक्सन भन्छौ नि हो सेम कुरा त्यहाँ चाहिँ के हुन्छ त भन्दा चाहिँ इक्विलिब्रियम मेन्टेन भएको हुन्छ त्यस्तो खालको प्रोसेसलाई नै हामीले रिभर्सिबल प्रोसेस भन्छौँ र त्यो चाहिँ एकदमै आइडियलाइज प्रोसेस हो जस्तै कुनै एउटा प्रोसेस छ जसले चाहिँ एकदमै बिस्तारै एक्जिक्युट भइरहेको छ हैन जुन चाहिँ एकदम बिस्तारै एक्जिक्युट भइरहेको छ र कन्ट्रोल म्यानरमा है कन्ट्रोल म्यानरमा भइरहेछ भने चाहिँ त्यस्तो प्रोसेसलाई चाहिँ हामीले के भन्छौँ भन्दा चाहिँ रिभर्सिबल प्रोसेस भन्छ अब कन्डिसन के गरेछ एकदमै स्लो हुनुपर्छ है एकदमै स्लो हुनुपर्छ त्यस्तो कुनै चेन्जै देखिनु भएन कि है त्यस एकदमै स्मुथ देखिनु पर्यो कि जस्तै रिभर्सिबल रिएक्सन भन्छ नि हैन जस्तै N2 + H2 गिभ्स NH3 त्यस्तै के रिएक्सनहरु छ नि हैन सो यसमा के छ रिभर्सिबल साइन दिएको छ सो रिभर्सिबल साइन दिएको छ भने चाहिँ त्यसमा कुनै चेन्जै छैन कि अगाडि पनि गइरहेछ पछाडि पनि गइरहेछ बट देयर डजन्ट सिम सो चेन्ज हैन त्यताबाट चाहिँ खासै चेन्ज हामीले के देख्दैनौँ कि त्यो सिस्टम चाहिँ इक्विलिब्रियम हैन सराउन्डिङ र सिस्टमको बिचमा चाहिँ इक्विलिब्रियम मेन्टेन भएको हामीले फिल गर्छौँ हामीले अब्जर्भ गर्छौँ भनेपछि त्यस्तो प्रोसेसलाई चाहिँ हामीले के भन्छौँ भन्दा चाहिँ इरिभर्सिबल प्रोसेस भन्छ अब इरिभर्सिबल प्रोसेस भनेको अब सबै कुरा इरिभर्सिबल नै हो हाम्रो रियल लाइफमा देखिने कुरा सबै कुरा के हो इरिभर्सिबल प्रोसेस हो हैन अब एउटा काम भइसकेपछि अब त्यसलाई फेरि पहिलाको इनिशियल स्टेटमा हामी रिटर्न ब्याक गर्न सक्छौँ जस्तै अब रस्टिङ अफ आइरन हैन डिके अफ म्याटर हैन हिट प्रोड्युस बाइ द फ्रिक्सन एक्सेट्रा आर एक्जाम्पल अफ इरिभर्सिबल प्रोसेस ठीक छ ल अब यति भइसकेपछि हाम्रो हिट एन्ड थर्मोडाइनामिक्सको फर्स्ट पार्ट सिद्धिसकेको छ थ्यांक यू फर वाचिङ दिस भिडियो अब अर्को भिडियोमा चाहिँ हामी सेकेन्ड ल कम्प्लिट गर्छौँ बाइ